नमस्कार चाहिँ यहाँहरूलाई हाम्रो के अरे झन्डीबरु हरियाली मिडियामा तपाईहरु आउनुभयो। अब यहाँनेर तपाईहरु दुईजना नै धामी हुनुहुन्छ भन्ने कुरा सुनेको हो। तपाईहरुको आफ्नो विद्या आफ्नो देवी देवता कसरी चलाउनुहुन्छ, सुरुमा चाहिँ हाम्रो यता काकाबाटै सुरु गर्नु पर्यो। तपाई चाहिँ के मन्त्र सन्त्र गर्नुहुन्छ, परेवा हाँसहरु चलाउनुहुन्छ कि हुँदैन? म त पुछार बिनाको चलाउँछु। अनि पुछार बिनाको भन्नाले के चाहिँ रहेछ? पुछार बिनाको राम्रो बोल्नु न। पुछार बिनाको भनेको बेलको भन्न। अनि यता दाजु तपाईले चाहिँ यसो के अरे दुख बिमारी हुन्छ मान्छेहरू हैन, बोलाउन आउँछ, त्यहाँनेर जुखाना हेर्दाखेरि देखिन्छ, भाडो साडो गर्नुहुन्छ, त्यो भाडोहरू चाहिँ केले चाहिँ छिनाउनुहुन्छ? खै अब के जुराउँछ नि त्यसै। अनि हैन के अब जीवन जस्तै तपाईले चलाउने विशेष के चलाउनुहुन्छ? विशेष चाहिँ परेवा, कुखुरा, डिम्माहरू, हाँसहरू सबै मैले बाख्रा पनि चलाउँछु, सबै चलाउँछु। तपाईँ सबै चलाउनुहुन्छ। तपाईँ चाहिँ शाकाहारी के अरे मांसाहारी पर्नु भएन? मासु खाने त तपाईँ चिन्ता बस्दाखेरि थाल बजाउनुहुन्छ कि ढेग्रो बजाउनुहुन्छ? ढ्याङ्ग्रो पनि बजाउनु, थाल पनि यता काका चाहिँ तपाईँ चाहिँ थाल बजाउनुहुन्छ कि ढेग्रो बजाउनुहुन्छ कि बजाउँदै बजाउनुहुन्छ? तपाईँ सेउली मात्रै? अनि तपाईँले चाहिँ लाउनु आउँछ? बनाउन त झापादेखि पनि आउँछ, सोलिङदेखि आउँछ, महाभारत डाँडा पनि। तर तपाईहरुलाई चाहिँ अहिलेको जमानामा साह्रै सस्तो धामीहरू भनेर कुरा सुनिन्छ नि, साँच्चै हो? भन्छन् अनि 5 रुपियाँ 2 रुपियाँ राखिदिन्छु, त्यो चाहिँ भन्दाउने यसो धेरै राख्दैन। अरू धामीहरूलाई चाहिँ बोलाउँदाखेरि चिन्ता बसाउँदाखेरि कम्तीमा पनि 10,000 माग्छ अरे होइन, 15,000 बियर दिनुपर्छ अरे। तपाईहरुलाई त 100मा पनि हुन्छ अरे नि त होइन? मेरो रेट चाहिँ यति छ भनेर चाहिँ तपाईहरु भन्नुहुन्न? माग्नु भएन। अनि जोखाना हेर्दा पनि भित्र 500,000 रुपियाँ राख्नुपर्छ भन्छ अरू धामीको। तपाईहरुले चाहिँ कति चाहिँ राखे हुन्थ्यो जस्तो लाग्छ? जति उनीहरूको दयाले माग्नु हुँदैन, माग्नु हुँदैन धामीले। तर अरू धामीले चाहिँ 10,000 लिन्छ अरे त, 15,000 लिन्छ अरे। उनीहरूले चाहिँ के गर्यो भने भागो कुरो बिद्दी बिक्री गरेको उनीहरूले त होइन। हामी भनेको त्यो माग्ने पनि उनीहरूको दयाले जे गर्छ विद्या चाहिँ बिक्री गरेको। उसो भए तपाईहरु चाहिँ एकदम सत्यता, आफ्नै सत्यतामा बस्नुहुन्छ, आफ्नै गुरुले अराएको काम गर्नुहुन्छ। अनि यो कुरा चाहिँ सही लाग्यो। ल अब अर्कोचोटि आउँदाखेरि फेरि पनि हाम्रो झन्डीबरु हरियाली मिडियामा यहीँ भेट्नेछौँ। आजको लागि चाहिँ हस्त बिदाई, नमस्कार।